यो कुरा त सही हो, नयाँ जीवनसँगै नयाँ साथीहरू बनिन्छन्। आखिर परिवर्तन प्रकृतिको नियम हो। तर मेरो जीवनका यत्रो वर्ष सँगै बिताएका साथीहरूको महत्त्व मेरो लागि छुट्टै रहनेछ। भनिन्छ नि कुनै पनि मान्छे वा वस्तुको महत्त्व हामीलाई तब मात्र थाहा हुन्छ जब त्यो मान्छे वा वस्तु हामीबाट टाढिन्छन्। हाम्रो दोस्रो घरको हजारौं यादवले भरिएको 4 बित्ता आज हामी 9 क्लासको भाइ बहिनीहरूलाई सोभिए जाँदैछौँ। हामी सँगै नभए पनि सबैजना यादमा अमर रहनेछौँ। सबैलाई जीवनको सफलताको कामना गर्दछु। पछि म कसैको जीवनमा काम लाग्न सके भने आवश्यक पनि भन्नुहोला। र मैले यहाँ छोटो कविता लिएर आएको छु। विदाईका पलहरू कहाँ मिठो हुन्छ, विदाईका पलहरू कहाँ मिठो हुन्छ, सम्झियो जति मनले उति मन रुन्छ, सम्झियो जति मनले उति मन रुन्छ। सँगै हुँदा थियो जीवन एकदमै जाति, सँगै हुँदा थियो जीवन एकदमै जाति, छुट्ने अब आयो बेला हुन थाल्यो राति, छुट्ने अब आयो बेला हुन थाल्यो राति। सधैँभरि सम्झिनेछौ हाम्रो स्कुलको चित्र, सधैँभरि सम्झिनेछौ हाम्रो स्कुलको चित्र, आज छोडी जानु पर्दा पीडा भएको छ मनभित्र, आज छोडी जानु पर्दा पीडा भएको छ मनभित्र। माफी दिनु मैले गल्ती गरे होला भुलमा, माफी दिनु मैले गल्ती गरे होला भुलमा, फेरि यो सोच्ने जब राखे यो कदम स्कुलमा, फेरि यो सोच जब राखे यो कदम स्कुलमा। राम्रो काम गर्दा ताली नराम्रो गर्दा गाली, राम्रो काम गर्दा ताली नराम्रो गर्दा गाली, हजुरले सिकाएको बाटो लाग्ने अब हाम्रो पाली, हजुरले सिकाएको बाटो लाग्ने अब हाम्रो पाली। आँखा खोलिदिनु भयो हजुरले हाम्रो शिक्षक बनेर, आँखा खोलिदिनु भयो हजुरले हाम्रो शिक्षक बनेर, सम्झिनेछु हजुरलाई सधैँ भगवान भनेर, सम्झिनेछु हजुरलाई सधैँ भगवान भनेर। आएका थियौ अँध्यारो बाटोमा पाइला चाली, आएका थियौ अँध्यारो बाटोमा पाइला चाली, चम्काइदिनु भयो हाम्रो भविष्य शिक्षाको दियो बाली, चम्काइदिनु भयो हाम्रो भविष्य शिक्षाको दियो बाली। धन्यवाद।